विविधताको महत्त्व, संरक्षण र दिगो विकासको रूपमा उत्प्रेरित गर्ने मूल उद्देश्यका साथ मनाइँदै आएको छ। सो अवसरमा आयोजना गरिने उक्त मेलाको उद्देश्यहरू निम्नानुसार रहेको छ। कृषि तथा पशुपालन, प्रविधि, ज्ञान, सिप र कृषकहरू समक्ष परिचित गराई सोको प्रवर्धनमा टेवा पुर्याउने। प्रदेश स्तरीय विभिन्न जनजातिका मौलिक खानाका प्रदर्शनी, सोको संरक्षण र व्यवसायीकरण बारे जनचेतना बढाउने। रैथाने प्रजातिका बिउ बिजन संरक्षण र प्रवर्धनमा टेवा पुर्याउने। कृषिसँग सम्बन्धित खोज अनुसन्धान विद्यमान नीति कार्यक्रमबारे जानकारी गराउने। विशेष आकर्षणहरू यस दिनको देशका विभिन्न भागमा पाइने रैथाने बिउ बिजन एवं कृषि उपजका प्रदर्शनीहरू, किनबेच, कृषि कार्यमा प्रयोग हुने मौलिक एवं परम्परागत प्रविधि, औजारहरू, उपकरणहरूको प्रदर्शन गरिनेछ। नेपाली मौलिक सांस्कृतिक झाँकी, नृत्य प्रदर्शन तथा कविता प्रस्तुति हुनेछ। नेपालको मौलिक खाद्य परिकारहरू प्रदर्शनहरू साथै आफूलाई मन परेका खाद्य सामग्रीहरू आफैले तयारी गरी उपभोग गर्ने सुविधा पनि व्यवस्था गरिएको छ। रैथाने कृषि मौलिक सांस्कृतिक ग्रामीण पर्यटक साथै एकै थलोमा अवलम्बन गर्न सकिनेछ। कृषिसँग सम्बन्धित खोज अनुसन्धान विद्यमान नीति कार्यक्रमबारे अन्तर्राष्ट्रिय रैथाने बाली तथा पोषणको बारेमा जानकारी तथा परामर्श सुविधा हुनेछ। मेलाको मुख्य सन्देश आगामी 2082 साल माघ 1 गते माघे संक्रान्तिको दिन भिरकुटी मण्डलमा हुने 4औं राष्ट्रिय जैविक विविधता दिवस रैथाने कृषि मेलाले आफ्नो माटो मौलिकताको कथा बोकेको छ। कृषि जैविक विविधता, आफ्नो अमूल्य सम्पदा संरक्षण, उपभोग र प्रवर्धनमा सहभागिता भन्ने मूल मर्मका साथ आयोजित यस भेलाले रैथाने बिउ बिजन र परम्परागत प्रविधिको लोकमुख मौलिक खानपानलाई महत्त्व उजागर गर्नेछ। पुर्खाले सँगालेको रैथाने ज्ञान सिपलाई नयाँ पुस्ताको हस्तान्तरण गर्दै कृषिमा आकर्षण बढाउने प्रमुख उद्देश्य हो। रैथाने स्वाद, संस्कृति तथा पर्यटनको व्यवसायीकरण, खाद्य सुरक्षा, स्वास्थ्य जीवन, आफ्नो लागि आफ्नो माटोको उत्पादन उपभोग गर्ने मेलाले सम्पूर्ण नेपालीलाई आह्वान गर्दछ। अन्त्यमा कृषि जैविक विविधता तथा रैथाने बिउ बिजन व्यवसायीकरणका लागि उपस्थित सम्पूर्ण सहभागी मार्फत आगामी दिनमा गरिने प्रमुख कार्यक्रमहरूको उद्देश्य पुस्तिका तयार गरिनेछ। प्रचार प्रसार संयोजक रामबहादुर चौहान, 4औं राष्ट्रिय कृषि जैविक विविधता दिवस बृहत रैथाने कृषि मेला 2082। हामीले यति तयारी गरेका छौँ। अब यहाँहरूले त्यस दिनको बारेमा जे सोध्नु छ, जसरी हामी कार्यक्रमलाई अगाडि बढाउनु छ, यो बारेमा डाक्टर साहबसँग चाहिँ यहाँहरूले आफ्नो